हेलो साथीहरू, म चाहिँ अब आज रेडी भइसकेकी छु। आज हाम्रो मन्दिरमा एउटा सानो मिटिङ छ। सानो भन्नाले ठुलै हो। अब स्कुलले आयोजन गरेको यो सम्बर्धना अनुष्ठान हो। मेट्रिक हाई सेकेन्ड्रीका स्टुडेन्टहरूलाई सम्बर्धना गर्ने गोर्खाका मात्रै। यहाँ चाहिँ हाम्रा सबै महिलाहरू आएर यहाँ तयारी गरिसक्नु भएको छ। तरकारीहरू काट्ने सबै थोक गरिछ। अब कोही चाहिँ यहाँ रेडी भएर आउनुभएको छ, कोही चाहिँ अब यता गरिसकेर रेडी हुने भनेर यहाँ भन्दै हुनुहुन्छ र म चाहिँ भिडियो गर्दैछु। अब म चाहिँ भन्दैछु, अब मैले काम गरिनँ चाहिँ नभन्नु है, मैले भिडियो गरेँ भनेर यता दिदी पनि भन्दै हुनुहुन्छ। अनि यता अब सबैजना यता काकी दिदीहरू खोर्सानी देखाउँदै हुनुहुन्छ। खोर्सानी नभए त कुनै तरकारी पनि मिठो पनि हुँदैन नि त, होइन भन्नु त। यता पनिर पनि रेडी भइसकेको छ। यता चाहिँ बोडी पाकिसक्यो। यता हाम्रा कालीगढ काकाहरूले बोडीको तरकारी दाल पकाइसक्नु भयो र आज यहाँ एमएलए सार पनि आउनुहुन्छ, गणेश लिम्बूज्यू। उहाँको इन्तजारमा यहाँ सबैजना मान्छे बसिराखेका छौँ। हामी पनि रेडी भएर बसिरहेछौँ। र त्यो दिन गर्मी पनि उत्पातै थियो, घाम पनि। र पनि त्यसमा अब हामी महिलाहरूलाई त राम्रो हुन भनेपछि त अब कसैले पनि भेट्दैन नि त। पहिल्यै रेडी हुन त मन लागिहाल्छ अब सबैजनालाई। र यसरी अब हामीहरूको यो मिटिङ सुरु भयो। अब यतिमा हाम्रा सार पनि आइपुग्नुहुन्छ। सारलाई लिएर गणेश कुमार लिम्बूज्यू हाम्रो माझ उपस्थित हुनु भएको छ र उहाँलाई जम्मैलाई नै स्वागत गर्नको निम्ति म अनुरोध गर्छु। सारलाई चाहिँ मञ्चमा बसाएर नभए सुरु हुन्छ। र यतिमा हामीले सानो एउटा कोरासले मिटिङ सुरु गर्छु। जस्तै गर्मी भए पनि अब सबैजना आएर यहाँ गर्मी खपेर पनि बसिदिनु भएको छ। अब के गर्नु, उपाय छैन। यहाँ स्टुडेन्टका गार्जेनहरू सबैजना आइसक्नु भएको छ। र यहाँ एमएलए सारले अलिकति 2-4वटा कुरा भन्दै हुनुहुन्छ सबैको लागि, समाजको लागि, यहाँ स्टुडेन्टहरूको लागि, कसले के गर्नुपर्ने हो नगर्नुपर्ने हो सबै थोक यहाँ भन्दै हुनुहुन्छ। र यतिमै सारले सबै स्टुडेन्टहरूलाई सम्बर्धना पनि गर्नुहुन्छ। त्यो चाहिँ मैले भिडियो गर्न पाइनँ। यता दिदीहरू बसिराख्नु भएको छ। यता गर्मीले सबैजना मन्दिरमा बसिराख्नु भएको छ। र यो चाहिँ हाम्रो गोर्खाकै भाइ एउटा हो। उसले 75% भेटेर पास भएको थियो र उसका आँखाको छ, आँखा देख्दैन र पनि उसको स्वर पनि कति मिठो हेर्नु। भूपेन हजारिकाको गान गाएर सुनाउँदैछ र सबैजना सुनिराख्नु भएको छ। মানুহে মানুহক বেচিব খুজি, মানুহে মানুহক কিনিব খুজি, মানুহে মানুহক বেচিব খুজি। र यतिमा हामीले एउटा सानो गीत पनि नाचेका थियौँ। र यसरी नै हामीहरूको आजको
मिटिङ सकिन्छ र सारको खमर्दना गरेका फोटा चाहिँ मैले सबै लिन पाइनँ र सार पनि यसको बिचमा हामीबाट बिदा मागेर जानुहुन्छ र यो हाम्रो यो मन्दिरमा भएको थियो अनुष्ठान चाहिँ र मन्दिर 2टा छन् मैले त्यसको भिडियो देखाउन पाइनँ पछि देखाउँछु ल।